मेरा मान्छेहरूको हुटिङ त देखियो होला नि। ल अब पाले पिलो बोलौँ है त। अन्त नचलेको हावा चल्छ यो देशमा, अन्त नबलेको आगो बल्छ यो देशमा। माटोसँग मिलेर त बाँच्न कठिन हुन्छ, मान्छेको सपना त उतिखेर जल्छ यो देशमा, मान्छेको सपना त उतिखेर जल्छ यो देश। मान्छेका सपनाहरू नजलुन् र नयाँ सपनाहरूको जन्म होस् र ती सपनाहरू साकार हुन् भन्नका लागि सिस्नुपानीले हाँस्य व्यङ्ग्य यात्रा र हाँस्य व्यङ्ग्य कार्यक्रम गर्दै आएको छ। र कर्णालीमा सिस्नुपानीको हाँस्य व्यङ्ग्य कार्यक्रम अन्तर्गत म पनि तपाईँहरूको बिचमा आउन पाउँदा असाध्यै खुसी लागेको छ। म मञ्चमा अलिकति अगाडि आएँ, यहाँ पछाडि यहाँहरू पर्नुभयो होला सायद, तर म सबैलाई कोही पनि नछुटुन् र कोही पनि नदोरुन् भन्ने अर्थमा मेरो किसिमको एउटा छोटो सम्बोधन गर्न गइरहेको छु, आइदिरहेको छु। र यस कार्यक्रममा उपस्थित हुनुभएका, पाल्नुभएका, पालिनुभएका, हाजिर हुनुभएका, मुन्टेका, गाडीका, घुसुल्टीका, पछाडिएका मेरा आदरणीय ज्यू, माननीय ज्यू, पदनीय ज्यू, ढोगनीय ज्यू, उठनीय ज्यू, बसनीय ज्यू, देखनीय ज्यू, आगन्तुक एवं गगन्तुक ज्यूहरू, त्यसै गरी एडिटर, कम्पोजिटर, डाइरेक्टर, इन्सपेक्टर, डक्टर, कन्डक्टर, मास्टर तथा सिस्टर, बुढीवालदेखि बुढीवालसम्म, टेन्सनवालादेखि पेन्सनवालासम्म, कर्मचारीदेखि ब्रह्मचारीसम्म, यतादेखि पिता नेतासम्म, कसैलाई नगरी तिरस्कार, सबैलाई बराबरी सत्कार सबभन्दा पहिला स्वीकार यो पनि एउटा जीव हो। यो जीवको तर्फबाट हार्दिक निगुल्टी दिनुहोस्। विश्वमा नै सगरमाथा उच्चशील छ हामीसित, बुढीसँग जोडिएको फुच्चो फिर छ हामीसित। संसारमा कसैलाई हाम्रो जति ताप छैन, हृदयको ताप नाप्ने अरू कुनै माप छैन। बुद्धहरू गर्दै गए बुद्धकै गाउँ मेटिएला, अशान्तिको दुनियाँमा मूर्ति मात्रै भेटिएला। उम्र फेरि यही माटोमा फेरि उठेर सीता पनि चाहिएको छ अमरन्ती भीमसेनका पिता पनि। अब म कुरा गर्छु भीमसेनका पिता जन्माउने, तर यहाँ उम्रिन जति गाह्रो छ उम्रिन पनि उत्तिकै गाह्रो छ। उम्रेकाले खुम्रिने मात्रै हो, अरू केही यहाँ उपाय छैन। त्यस कारणले म त खास स्कुलमै आइरहेको जस्तो लागिरहेको छ। विद्यार्थी भाइ बहिनीहरूले यति धेरै ठुलो ऊर्जा दिनुभयो। म पनि पढेकै मान्छे हुँ, हेर्दा त्यस्तै देखिन्छ होला, तर मेरो पढाइ तपाईँहरूको पढाइसँग नमिल्नु पनि सक्छ। म अलिकति थोरै मेरो पढाइको कुरा गरौँ। म चाहिँ अरू मान्छेभन्दा अलिक ट्यालेन्ट जन्मिँदैको, अरू जन्मिँदा र म जन्मिँदाको जन्माइ नै फरक छ। जन्मिने बेला अरू त्यो रुँदै रुँदै जन्मिनेछन् क्या, यस्तो होइन। मेरो चाहिँ जन्मिने तरिकै फरक। जन्मिँदैखेरि म चाउचाउको अर्डर गरेर जन्मेको रे, चाउचाउ प्रेम। स्कुल जान नमानेको 5 वर्ष हुँदा आमाले मलाई जबरजस्त भोकै ठ्याक लाएर मुन्ट्याएर लगेर स्कुलमा भर्ना गरे भएर म पढ्ने स्कुललाई अहिले पनि मुन्टेश्वरी भन्छ। मुन्टेश्वरीमा भर्ना भएकै दिन मिसले सोध्नुभयो, बाबु 5 पछि कति आउँछ? म त ट्यालेन्ट बाँकी राखेँ भन्दिनँ 6, 7, 8, 9, 10। मिसले फेरि सोध्नुभयो 10 पछि चाहिँ कति? मैले छाती खुलाएर भने गुलाम मिसी बासा। पहिलो दिन स्कुलमा हाजिर हुन गएँ, एकैचोटि चौथो दिन मिसले सोध्नुभयो, तिमी अस्ति किन स्कुल आएनौ? मैले भने मिस मेरो सबै कपडाहरू धोएर सुकाएको थियो, कुनै पनि कपडा सुकेन, त्यही भएर आएन। मेरो जे हो त्यही थियो। हिजो पनि आएनौ भन्नुभयो। हिजो त आउँदै थियो, मिसको घर अगाडिको बाटो आउँदै थियो, मिसको नि सबै कपडाहरू धोएर सुकाएको देखेँ, अर्को छैन होला, आउनु भएन होला भने फर्केँ। यति छिटो भन्दा नि बुझ्नुहुन्छ है। आज पनि तिमी ढिलो आयो भन्नुभयो। आज त मिस अचम्मको घटना घट्यो, त्यही भएर ढिलो भयो। के भयो त्यस्तो अचम्मको घटना? कुखुराले फुल पार्नु। कुखुराले फुल पार्नु अचम्म हुन्छ? हुँदैन भने हजुरले पारेर देखाइदिनु न त। भनेपछि मिसबाट म जोकीमाले मलाई सोध्नै सक्नु भएन। सर आउनुभयो, आज हामी नेपालीको बारेमा पढ्नेछौँ। सुबोध भाइ उठेर भन, काल कति किसिमका छन्? मैले भने सर काल 5 किसिमका छन्, वर्तमानकाल, भूतकाल, भविष्यकाल, अनिकाल, ढकाल। प्रश्न नजाँदै मेरो उत्तर रेडी हुन्थ्यो। सरलाई रिस उठ्यो, उहाँले भन्नुभयो तिमी ठुलो भएर के गर्छौ? मैले भने सरभन्दा ठुलो हुने बित्तिकै बिहे गर्छु। होइन तिमी बन्छौ कि? म दुला बन्छु सर, बेहुलो। यस्तो खालको मेरो प्रश्नको उत्तर आउँथ्यो। उहाँलाई रिस उठ्यो, साह्रै रिस उठ्यो। उहाँले भन्नु एउटा कापीको पाना र कलम दिनुभयो र उहाँले भन्नुभयो आफ्नो आफ्नो गर्लफ्रेन्डको नाम लेख। मौका यही हो भनेर
जुरुक उठेर पनि सर थप कापी चाहियो यसमा अटाएको चाहिन्छ त्यो खालको मेरो पढाइ हेर्नुहोस्। त्यत्तिकै मैले भनेको नि झापा जाँदा पापा खाएँ टोटी पुग्दा रोटी आलु खाएँ पिरेतीमा धोका अनेक चोटि कहिले पुगे अर्घा खाँची कहिले पुगे राँची पागल भए उनकै लागि माया साँची साथी। संसारमा खोजेर पनि नपाउने अडियन्स मैले आज यहाँ रुकुममा पाएको छु। म यसरी पागल हुँदा पनि तपाईँ खुसी मनाउँदै हुनुहुन्छ। ठिकै छ, हामी जिन्दगीमा केही गर्नु भनेर आएका छौँ। जिन्दगीमा यदि केही गर्नु छ भने पागल हुनैपर्छ, आफ्नो विषयमा पागल हुनुपर्छ। जसरी सिस्नुपानीका प्रत्येक जिम्मेवार व्यक्तिहरू आफ्नो प्रस्तुतिमा र सम्पूर्ण कुराहरूमा पोख्त र दक्ष हुनुहुन्छ। उहाँहरूको सङ्गतले म पनि अब त्यस्तै राउ भएर निस्किने म विचार गर्दैछु। त्योभन्दा अगाडि चाहिँ यहाँ भर्खर बिपी बाबु पनि आएर गइसक्नु भएको छ। धेरै पुराना भन्दा अहिलेकै चलन चल्तीका केही नेताहरूलाई पनि सिस्नुपानी ल्याएर सिस्नुपानी हान्न पाए सायद राम्रो हुन्थ्यो होला। तर सिस्नुपानी भन्ने बित्तिकै नेताहरू जोडिनुहुन्छ, प्रत्यक्ष रूपमै जोडिनुहुन्छ र राष्ट्रिय स्तरका नेताहरूलाई नै यहाँ बोलाउन पाए। अझ अहिलेका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई नै म 1 मिनेटको समय दिन चाहन्छु, यदि तपाईँहरूको अनुमति छ भने। मलाई ताजुब लाग्छ, मलाई आश्चर्य लाग्छ, मलाई के लाग्छ अचम्म लाग्छ। यो बहिनीले मेरो डायलग सही ढङ्गले भनेको देख्दा मलाई बडो उदेक लागेर। त हामी यतिखेर रुकुम जिल्लाको मुसीकोटमा आइपुगेका छौँ। संसारमा कोटहरू पनि धेरै प्रकारका रहेछन्, टोपी पनि धेरै प्रकारका हुन्छन्, लाउने तरिका पनि फरक फरक हुन्छन्। कोटको कुरा गर्दाखेरि काठमाडौँदेखि नै हामीलाई कोटले छोडेको छैन। उहाँ नगरकोट छँदै थियो, यतापट्टि नुवाकोट हुँदै हामी यहाँ आयौँ। मुसीकोट फेला परेको छ, झाँदरकोट भोलि जाँदैछौँ। कोट धेरै प्रकारका छन्। अझ महिलाहरूको जोड्ने भन्दा अर्को पेटीकोट पनि हो। तर कोट भनेको एउटा ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो, एउटा पुरानो राज्यको इतिहास भएको ठाउँ हो। हुन त भाइ बहिनीहरूलाई थाहा छ, मुसीको बिहे मुसासँग भन्ने एउटा कथा पनि छ। कसको बिहे कोसँग भयो भन्नेतिर ध्यान दिने होइन, पढ्नेमै ध्यान दिने। आज स्कुलले यहाँ ल्याएछ विशेष कार्यक्रमलाई, उहाँहरूले पनि पढाउनु परेन, तपाईँहरूले पनि पढ्नु परेन। बधाई छ, कङ्ग्रेचुलेसन। तर पढ्नु परेन यहाँ होइन, यो पनि पढाइ हो भनेर बुझ्नुपर्छ। स्कुलले पनि त्यसै गरी बुझेको छ, अभिभावकले पनि त्यसै गरी बुझेको छ। र मुख्य कुरा के हो भने मेरो कार्यकाल लम्बियो र 5 वर्ष मैले आफैले नेतृत्व गर्न सकेँ भने नेपाललाई युरोपभन्दा धेरै अगाडि म लान सक्नेछु भनेको पत्याउनु भएन। युरोपभन्दा अगाडि नेपाल जाने भनेको भारत र चीनबाट अन्तै पुग्ने भनेको होइन। विकासमा फड्को मार्ने, समृद्धिमा फड्को मार्ने। पत्याउनु चाहिँ नपत्याउनु है, फेरि पत्याउनु पनि मैले गरेर देखाउनुपर्छ। त्यसो हुनाले हाम्रा योजनाहरू छन्। रेल ल्याउने भनेर मैले भनेको हो, तर रेल ल्याइहाल्न हतार यहाँ केही पनि छैन। किनभने हामीसँग पहिलेदेखि नै चल्दै आएका रेलहरू छन्, त्यो तेल बिना नै चल्छ। खरेल, खकुरेल, पोखरेल, गजुरेल, चौरेल, जिरेल यस्ता रेल छँदैछ। तैपनि चाहियो नि चाहियो, नभई भएन भनेपछि आउँछ भनिदिएको छु मैले। तर रेल आउन बाँकी नै छ। रेलको ज्याला समातेर सँगै भागौँला भनेर गीत बनाइछ। रेल जनकपुरमा चलि नै राखेको छ, दार्जिलिङमा रेल भनेर गीत बनाउँछ। त्यसकारण साहित्य र कलामा खुबी भएका व्यक्तिहरूलाई पनि रेल सम्बन्धी राम्रो सही अध्ययन गरेर मात्रै गीत गाउनु पनि म अनुरोध गर्न चाहन्छु। धेरै बोलेर यहाँ भाषण गरेर हुनेवाला केही पनि छैन। प्रचण्डजीलाई यो माया दिन चाहन्छु। निश्चित रूपमा अहिले हामी जनार्दनजीको विशेष क्षेत्र र उहाँको गृह जिल्लामा उपस्थित भएका छौँ। कतिपय साथीहरू त यहाँ हिजो बेलुकाको मेरो सम्बोधनमा पनि आउनु भएको थियो होला। ठिकै छ, आउनुपर्छ, बुझ्नुपर्छ र सिकेर बुझेर जानेर मात्रै देशको निम्ति हित हुने काम गर्न सकिन्छ भन्ने कुरा यहाँहरूले
मनन गर्नुहुनेछ भन्ने म पूर्ण विश्वास लिन चाहन्छु। र धेरै मान्छेहरूले यहाँ अघि पनि एउटा कुरा आयो, हनुमान भन्ने शब्द, हनुमान शब्द आफैमा नराम्रो शब्द होइन। सबै पार्टीका कार्यकर्ताहरूलाई हनुमान भनेको म सुन्छु, सिस्नुपानीलाई पनि म यो खबरदारी गर्न चाहन्छु। यदि कसैले इमानदारी बिनाको वफादारी गर्छ भने त्यो गद्दारी बाहेक अरू केही पनि हुँदैन। तसर्थ पनि हामीले हाम्रो देशका निम्ति कस्तो बलिदान र कस्तो योगदान गर्न जरुरी छ भन्ने कुरा बुझ्न पनि पर्छ र जानेर पनि गर्नुपर्छ। अरू त म केही पनि बोल्दिनँ। सिस्नुपानी लाउनै भनेर आएपछि मैले यो भाषण गर्न दिनुभयो भने सिस्नुपानी लाग्दैन। बिहान मैले कालीबहादुर मल्ललाई पनि भेटेँ। के हो यो सिस्नुपानी भनिया छ, तपाईँ बस्नु है, म भ्याइन भनिया थिएँ। उहाँले भन्नुभयो सिस्नु मात्रै लाएको ठिकै छ, पानी त पर्याप्त चाहिएको छैन। त्यसकारण सिस्नु र पानीको पनि सन्तुलन मिल्यो भने मात्रै समाज सही ढङ्गले अगाडि बढ्छ भनेर नै ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सहकार्य गरेको हो भन्ने मेरो बुझाइ छ। कार्यक्रमको शुभकामना दिँदै म बिदा हुन्छु। हस्त धन्यवाद, अभिवादन। यो भाइ क्या चर्चा बस्नु क्या अघि बेलैमा आगो कुर्सी पाउँछु। कुर्सीको लागि मैले निकाल्ने मान्छेहरू धेरै छन् नेपालमा। त्यही भएर देश बिग्रियो, त्यही भएर मुलुकमा भ्रष्टाचार बढ्यो हो। धेरै मान्छेले बुढो भइस यहाँले बुढो काम छैन भन्छ मलाई। बाछिरहे जो पनि बुढो हुन्छ कि जो पनि बुढो हुन्छ, बुढो भएपछि घुँडाको सिङ धोतीको पिङ निस्किन्छ के गर्नु तपाईँ। त्यस कारणले यहाँ चाहिँ म भाषण गर्नु आयो होइन। मैले किन बोलेको कुरो बिपीले अघि बोले गइसक्नु भएको छ। फेरि म बोल्दा पनि बोल्दिनँ किनभने मैले बोलेको बुझ्दा पनि बुझ्दैन। सक्नुहुन्छ भने गीत गाउन चाहनुहोस्। लाइजो बल्छु बख्याबोस् क्या कि छौ लाइजो भगवतुको जन्म जान्नु। धन्यवाद। र चाहिँ कुरा के हो भनेदेखिलाई भ्रष्टाचार गर्नु हुँदैन भनेर हामीले राजनीति गरेका हो। भ्रष्टाचार नै गर्नु हुँदैन। भ्रष्टाचार किन कसले गर्यो? भ्रष्टाचार कसले गरेको छ क्या? त्यो पाए त्यही बोल्ने लाज पनि छैन क्या। धन्यवाद। ल उहाँ जानु पनि भयो। अब हामीलाई पनि जाँदरकोट जानु छ भनेर टङ्का आचार्य सरले मलाई भन्दै हुनुहुन्छ। यहीसँगले चिन्यो त मलाई ओ चिन्नु चाहिँ पर्यो है। यहीसँगले चिन्दिएन भन्दा म त फेरि त्यही हो, हान्दिने हो, छाती साथी उडाइदिने। अब कुरा के हो भने घर घरमा धारो, टोल टोलमा मन्दिर, गाउँ गाउँमा दरबार, नगरमा न्याय, जिल्लामा शान्ति गरिदेऊ सरकार। प्रदेशमा राज्य सुशासन योजना उसैले नबनोस् काम कसैको यहाँ लालच र घुसैले। बिग्रेको नेपाल, भत्केको नेपाल, यो नेपाल हाम्रै हो, बनाउन सकियो भन्दा राम्रो, राम्रो नि हाम्रै हो। मानिसै ठुलो ज्ञानले हुन्छ, ज्यानले हुँदैन। मानिसै ठुलो गिदीले हुन्छ, लिदीले हुँदैन। कुरा यो र चिन्यो त मलाई भन्दा पनि आफैले आफूलाई चिन्नु पर्यो। पुरपुरेमा हात लाएर मात्रै चिनिँदैन। विद्यालय र घरका अभिभावकले मेरा छोराछोरीहरूको आफ्नो भविष्य उज्जवल होस्, भ्रष्टाचार नगरोस्, चिट नचोरोस्, सही मार्गमा लागोस् भन्ने एप्रिसिएट गरेको हुन्छ नि। त्यही भएर आफूले आफूलाई पनि चिन्नु, यही नि भन्न चाहन्छु। र असल समाज निर्माण गर्नका लागि प्रत्येक व्यक्ति असल बने राज्य असल बन्छ, होइन भने राजनीतिको अर्को पसल बन्छ। हामी अर्को पसल नबनाउने, आफूले आफूलाई सही मार्गमा लानका लागि प्रेरित गरौँ भन्ने कुरा राख्दै मुलुक बनाउने नि हो नि त भविष्यका कर्णधारहरू। बनाउने नि हो, जसले भाँजो हाल्न खोज्छ त्यसलाई के हानिदिने हो, छाती साथी उडाइदिने।